यो हो मुला। मुलाबारीबाट आज मुला उखालियो। सररै रायो आयो। रायो आइसकेपछि आयो हाम्रो चाहिँ सटट्टसँगले यो भनेको चाहिँ टमाटर भएपछि फर्सीका मुन्टा लह भएका। यसरी फर्सीका मुन्टा यहाँ सर्लक्क आएपछि यस्तो आयो। यस्तो आएपछि यस्तो आउँछ फर्सीका मुन्टा। फेरि छ खाडी यस्तो है, त्यस्तो खाडी। यस्तो खाडीमा यस्तोरी फर्सी फलाइँदैछ यहाँ हामी। यो भनेको मैले निम रोपेको अवस्था। यसरी छन् फलेका फर्सीका मुन्टा। यो रोपिएको छ, बेलचन छ यी। यसरी रोपिन्छ। लागेपछि यसरी चाहिँ मलाई बाबुआमा पनि रोपिदिएको फर्सी, तर हावाले चलेर हुँदो रहेछ। यस्तो छ खाडी भन्ने कुरा चाहिँ, यस्तामा पनि हुन्छ गर्दा भन्ने। आयो फेरि करेसाबारी। यस्तो छ करेसाबारीका मुन्टा। यसरी फल्छन् हाम्रा साग, यसरी फल्छन् काङकोङ फल्छन्। यो भनेको चाहिँ करेलाको झ्याङ। करेलाको झ्याङ चरा कराएको सुन्नुभयो होला। आफ्नै हातले रोपेका रुखहरू यत्र बहानी आकाशतिर हेर्नु पर्ने बाहा। यसरी बयार ओ माई गड, बयार त मस्त पाकेछन्। अब यता भयो सजिउन छ, सजिउन यता सजिउन यता बयार। यसरी रोपेका थिएँ नि आज ट्याक्कै 5 वर्ष अगाडि रोपेका यत्र भए रुख। यो भनेको चाहिँ कुनै नेपाल भएन, खाडी हो खाडी। आफ्नै हातले रोपेका चिजहरूलाई चाहिँ एउटा मायाको साथ भिडियो बनाएर यसो सम्झना स्वरूप राख्नु पर्यो भनेर यसरी चाहिँ छन्। यो चाहिँ तित्रीको बोटो। यो भनेको तित्रीको बोटो, बिरानी तित्रीलाई चाहिँ मैले रोपिदिएको थिएँ दानो। यत्रो भएछ बोट। यो भने नि किम्बु भयो 5 वर्ष पुरानो। फल्या छ लट्टरम्मै फल्दो रहेछ डरलाग्दोसँगले। चराले खाने हो त, चराले उफ्रिने यसरी छन्। यसरी फल्छ मजाले। यो नि बयारको बोटो। यसरी चरारै चरा ए जोडी ढोकुर यसरी बसिरहेछन् मायाले प्यारले। यिनीहरूलाई थाहा छैन मैले भिडियो बनाएको भन्ने कुरा। रमाउँछन् सबैतिर। भिडियो चाहिँ राम्रै हुने भयो। यो पनि आफ्नै हातले रोपेको रुख अहिले लगभग 6 वर्ष पुरा हुन लाग्यो। यत्रो भएको चाहिँ यत्रो छ। गजब छ, खुसी छु। जङ्गल भएको छ, अन्त काहीँ गर्न नसक्यो भने खाडीमा चाहिँ बनाइएको छ जङ्गल। मलाई चुरोट खाने ठाउँ पनि छ मजासँगले। यसरी चुरोट खान्छन्। यसरी रुखहरू हरियाली छ होइन। यसरी हरियाली छ, बस्नको लागि हरियाली छ सँगले। यता रुख छन् भएका। यस्तो छ। उता चाहिँ यसरी खाडी छ। ल अब यो बनाउने मान्छे चाहिँ को भन्नुहुन्छ होला भन्नुहुन्छ नि। बनाउने मान्छे चाहिँ यहाँ छ। यो हो बनाउने मान्छे। यस्तो हरियाली। गुड मर्निङ अल, ह्याप्पी होलिडे। सबैजना नमस्कार। भिडियो हेरेर साथ दिनु होला है त। ल।